मेरो नमस्कार, म विश्वास श्रेष्ठ। वेलकम टु अ डे इन माई लाइफ। गुड मर्निङ, नमस्ते एभ्रिवान। आजको दिन अलिकति स्पेसल थियो। जिन्दगीमा पहिलोचोटि कुनै पनि कार्यक्रममा स्पेसल गेस्ट भएर आज मैले एटेन्ड गर्न पर्ने थियो। अनि बिहान उठेदेखि के हुने हो कसो हुने हो भन्ने कुराले दिमागमा हानिरहेको थियो। सिलिकन एजुकेसन नेटवर्क 4th बिर्तामोड्रनको प्रोग्राममा चाहिँ आज सबै कुरा पोजिटिभली राम्ररी सक्सेसफुल्ली इभेन्ट सकियो। अनि आफ्नो लागि समय मिलाउन पनि अलिकति गाह्रो नै हुने रहेछ। कति बेला कहाँ पुग्नुपर्ने, कति बेला के कुरामा हिँड्नुपर्ने, त्यो पनि विचार गरेर सबै म्यानेज गर्दै दिन पनि त्यसरी नै जाने रहेछ। जे होस्, बिहानै प्लान गरियो भने हरेक काम सक्सेसफुल्ली सकिने पनि रहेछ। अनि आजको दिन त्यस्तै नै भयो। कामको बीचबीचमा साथीभाइहरूसँगको भेटघाटले झनै अलिकति माइन्ड फ्रेस पनि हुन्छ अनि रमाइलो वातावरण पनि सृजना हुन्छ। म सधैँ अरूको भिडियो हेर्थेँ कि बाहिर मान्छेहरूले कसरी काम गर्छन्, के गर्छन् भनेर। आज आफूले पनि त्यही तरिकाले काम गर्न पाउँदा नयाँ एउटा छुट्टै एक्सपिरियन्स बटुलिरहेको छु। धेरै कुरा विचार गर्दा पनि चोटपटक त लागिहाल्छ, तर यति सानो चोटपटकलाई यसपालि भने माफ। गुड नाइट गाइज, सी यू।